हे गाइस, सो आज चाहिँ साथी र म दिदीको घर जाँदैछौँ फुल लिनको लागि। दामी दामी तिमीले छिटो पुग्ने रहेछ हिँड्नु र स्किटे भिएस ल। साह्रै ओह्रालोमा डर भयो, ओह्रालो कटोस्। अझै ओह्रालो छ। भयो भयो भन्दै अहिले पुग्यो हैन। भारी पुग्यो रित्तै पनि इच्छा पनि पुरा भयो हैन त। पुरा भयो फाइनली। फाइनली धेरै धेरै धन्यवाद यो लुते मान्छे यो फुलको। अब सामान म्यानेज गर्नुमा गाह्रो भयो गाइस। ला 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 लाग्छ नि त। लाग्दैन भरे अहिले जाने हैन त तिमी यसमा लगाउ तिम्रो फुल। फुल चाहिँ यतैभरि चाहिँ मुढाइभरि गाइस। यतिको मेहनती चाहिँ हुनुपर्छ फुल हेर। तर हामीलाई पाप नलागोस् भने दिदीले मेहनत गरेर हुर्काएको फुलहरू चाहिँ हामीले त्यतिकै रमाउँदै लाँदैछौँ है। साइली एक बोतल घरमा यसले मेरो चाहिँ कसरी मिलाउने अब लु यो गाइस। हुन्छ त्यतिकै झुन्ड्याउ। फुलको चाहिँ अगाडि झुन्ड्याउ। मालीलाई लाने हो कि भयो यो फुलको अञ्जनाले चाहिँ कसरी लान्छ कोनी? दुईटामा यसमा लाइदिनु एउटा। ला 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 आज के गरिदिनु भएको? लुगाहरू कता राखिदिनु भएको? एकै ठाउँ? ला ला अहिले तिमीलाई नपुर्याए त जाँदैन होला नि त। जाँदैन नि त्यहाँ अलिकति मोड्ने त हो मेरो ठाउँ। अनि त्यो एउटा अनि यता के अब जाँदा त गाइस भिडियो गर्नु पाउँदिनँ जस्तो चाहिँ। यो लिली टाइगर भाँच्यो भने त मर्छु त। अनि म त टाइगर लिली हो, लिली टाइगर हैन। टाइगर लिली भाँच्यो भने राम 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 फुलको राम 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 राम। कहाँ कहाँ टेक्ने के गर्नु। लु लु अब यहाँ आँट्दा फेरि तिम्रो खुट्टा आँट्यो भने भइगयो नि सबै। कुन चाहिँ लानु त? यो मेरो बेस्ट फेभरेट मन परेको। ल दिनुहुन्छ नि सबै तर भरे बिजो गरिराखेको थियो भने त नि माली त अनि परेदेखि डुवा गरेर रुँदै थियो नि त। मेरो फुल अझै लाने। हामीले चाहिँ फुल प्याकिङ गरिसक्यौँ है। हाम्रो साङ्मु सिस्टरकोदेखि हामीलाई कोपीमा हालिदिनु भएको छ। यहाँ पनि छ फुल। अर्को खै फुल यहाँ पनि छ। कसरी लग्नु होला? सो गाइस आस्टर भनेको कस्तो अरे यो फुल भर्खर मालीलाई पनि सारेको रहेछ। अनि यो सिङ्गलको जाग्दैन, डबलको जाग। भोलि पर्सि म बिउ बनाउँछु अनि यो चाहिँ पहिला साथीकोबाट लिएको। दिदीको यत्रो मजाले सप्रे छ, हाम्रो चाहिँ सामान्य भएको छ। दिदी यो फुलको नाम त के पो? साइकलमा साइकलमा मेन साइकल मान्छे पो। हेर्न यो पनि कस्तो राम्रो। सबै हेर्दा हेर्दा फुलले यहाँ हेर न कति कसरी फुलाउनु हो यसरी चाहिँ। कसरी फुलाउने हाम्रोमा त्यो कला छ कि छैन है। अब अलिअलि फुल रोप्ने मालीबाट अलिअलि आइडिया पनि लिँदैछ यसले चाहिँ कसरी मलहरू लाउने भनेर। अझ अन्डाकै खोक्रो लगाउनु पर्ने भन्दै बुझ्दैछु गाइस। दिदीले अन्डाको खोक्रो लगाएको छन् त्यही भएर अब हामी चाहिँ सबै लगेर गयौँ। भएभरको 3:19 भइसक्यो है गाइस। त्यहाँ गएर बस्नुपर्छ अब नानी आउने बेला भयो। माली थाहा छ तिमीहरू आउनुभन्दा अगाडि 1 मन अदर रोपेको। कहाँ? उत्यहाँ पर उयो अब अदम ल्याउनु त आउनु होला नि। उत्पादकले रोपिहालेछ। त्यसको हाँगा जाग्थ्यो कि है। किटुनिया पिटुनिया फुलको नाम पनि किटुनिया किटुनिया। हेलो के हो नि यो? अब कसरी लानु हुने? अब अघि आउँदा त अलगै झरेको, अब लाँदा चाहिँ कसरी सकिला त? अनि नयाँ स्कुटी डुवाङ पार्यो भारी माली बस त्यहाँ म लगाइदिन्छु। बस यहाँ म लगाइदिन्छु तिमीलाई ड्यामको ड्याम। ड्यामको ड्याम अब भारी यता पनि चाहिँ छुट्टिन्छ है। म लगाइदिन्छु एकछिन है दिदी। लु फाइनली गाइस मेरो कोतमा आयो।
ला मर्दैन त्यसले थिच्छ होला नि दिदी यहाँ बगडा राम पक्र गरेर नराखौँ होला फोन राख अब हामी कोही भिडियो गर्नु नपाइने रहेछ अब चाहिँ कानमा झुन्डाइदिनु त्यो फोन राख यो पो राम्रो लाग्यो पछाडि जुम गरेर म कता हेरिरहेको छु यो ठिक छ ल आओ यता भयो होइन के गर्नु अरे अब आम्मामा के हो त्यस्तै हुन्छ क्या त्यस्तै हुन्छ क्या गाईहरू पछाडि यहाँ मलाई आज चाहिँ चल्नै हालत अघि आउँदाखेरि के आरामले आएको गफ गर्दै अब दुईजनाको यहाँ हस्पिटल यहाँ मेरो खुट्टा चाहिँ यहाँ हेर न खुट्टा तल कस्तो खुट्टा हेर्ने हालत छैन अब यहाँ फुलै फुल बगैँचामा मेरी ओइ त गीत फुलै फुलको के पो त गीत फुलको बगैँचामा मेरी माया सरम लाउने के हो झारबाट मलाई यसले हेर्नु हो स्ट्रिटमा हान्दैछ है अहिले त्यसले उकालामा त यता रानी नै हो नि त रानी नै प्रभु अब चाहिँ यहाँमाथि राख्ला जस्तो छ आया सो गाई चाहिँ अघि त्यो घरमा देखेको फुल यसले देखेर कुद्नुपर्छ भन्दै थियो एउटा टिपेर अब हालत छ त हालत छ अब त ठाउँै अब त म झरेँ भने यो सबै झर्छ यो सबै भएभरको हो अघि के बोलिन्छ अहिले प्लान अनसक्सेस हुनसक्छ सिचुएसन बट डिफरेन्ट लाने कुरा थियो होइन यही घर अगाडि देख्दै गरेको होइन अन्तखेरि हाम्रो स्कुटर चाहिँ देखाउनु त फुलको ए कोपीले भरेको छ अनि उसको अगाडि खुट्टा राख्ने ठाउँ पनि छैन मन परेको फुल त कुनको कान्छे मलाई त कलरको फुल मन परेको थियो अनि हामी चाहिँ लाने भनेको थियौँ क्या तलै भारी पुग्यो होइन भारी पुग्यो हाम्रो फुलको मालीले सबै भारी पुऱ्याइदिनु भयो यी यतिको चाहिँ चाहियो कि चाहिएन चाहियो चाहियो लजालु मुस्कानले प्रियसी चोरी लाग्यो मन मेरो तिमीले फुलले चाहिँ चोरी लागेको बिजोग भइरहेको छ यहाँ चाहिँ गीत कसम यहाँ हेर त हात छेउमा यहाँ हेर झर्नु आँटेको छ उयो मात्रै बिजोग गरे नाइ नगुडामा हालत छ सामान लैजाऊ म भिडियो बस्ने गरेँ फाइनली आइपुग्यो हामी यो यहाँ राखौँ अब खोइ कसरी लाने हो फ्लावर आइपुग्यौँ गाइज हामी पानी पनि आइगयो हजुर नाना फुल बोक्न आउनु है यहाँ तल हौ दिदीकोबाट सो गाइज यसरी म्यानेज गरेर राखेँ मैले फुल यो अस्ति दिदीले ल्याइदिनु भएको यो तिनवटा अनि अरू चाहिँ लिएको आज यो दुईवटा अब पानी लगाउँ अब यसमा थोरै पानी लगाइदिन्छु अब चाहिँ एकछिन है मालीको फुल एकछिन यहाँ पस्दैछ कि पस्दै छैन पुनमको बाटो लिएको हेर न यो चाहिँ यहीँ गाडेको मलाई थिएन खासै अनि पहिला दिदीसँग के अरे पुनमकोमा जाँदाखेरि अब यसलाई चाहिँ भित्रै राख्नु होला नि गाइस यो मेरो पाखुरा चाहिँ साह्रै दुखिरहेको छ एकछिन भए पनि थाम्दा अनि तलबाट उकालोमा आउँदा त अनि भारी पर्छ सो फुलमा पानी चटक्क लगाइयो अनि नानाले चटक्क चिया पकाइदिनु भयो चिया खोइ खाजा यस्तै छ सुक्खा सोखीमा केटीलाई चिउरा र चिया चिया खाने गुले चिया खाने
अन्त झट्टै त परिहाल्यो नि सो फाइनली बाई बाई केटी खुसी लाग्यो क्यारेट बोकेर त्यसै जाउँ भनेको होइन दिदीकोमा उसलाई पुऱ्याउनु अरे मेरो हात चाहिँ मालिस गरिराख्यो न बिजोक फुल बोकाइले चाहिँ होइन हौ त्यतिकै हुँदा पुऱ्याउनु गएको अझै सानोको दिनमा चाहिँ बाई बाई अघिको फुल चाहिँ ऊ त्यस्तै गमलामा थिएन कहिले म त अब कहिले यहाँ त सम्भव छैन होला नि किन हेर न अब यस्तो चिसो छ यार कागज चाहिँ यसको लागि चेतेकै यो पुस्नु उसको बस्ने ठाउँ फुलै फुलको मौसम तिमीलाई फुलै फुल अब कसरी कसम भनेको नि मेरो यो यति हात चाहिँ यति दुखिरहेको छ गाइस फुल समातेकोले तिम्रो फुल राम्ररी जाऊ आजको दिन हाम्रो दुईजनाको स्पेसल भयो होइन धेरै धेरै धन्यवाद दिदीलाई तिमीलाई यो आजको दिन बनाइदिएकोमा है ल म चाहिँ अब झन्डुकोबाट चिया चिउरा खाएर निस्केको है त साथीहरू सामान्य के अरे भोलि भेटौँ न लन्च भयो ओके सी यु टुमारो बाई 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 चर्च त्यसै गरी गाइज हाम्रो फोटोहरू चाहिँ यता चिटिक्कै सामान्य तरिकाले अनि अहिले मैले म्यानेज गरेको मेरो डललाई त्यहाँ राखिदिएँ अनि मेरो ब्यागहरूलाई यसरी म्यानेज गरेँ अनि यो प्लान्टलाई यसरी राखेँ पानी हाल्यो अरे टडा अलिअलि राम्रो देखेछ